एउटा ट्याब्लेट किन्नको लागि पनि मेडिकल फार्मेसी छैन भित्र। हामीले मेरो नमस्कार, म आज स्वास्थ्य सम्बन्धी अथवा हाम्रो छन् ती अस्पतालहरूमा हुने र भइरहेका समस्याबारे र मैले भोगेका कुराहरू त यहाँ सबैमा राख्न गइरहेको छु। हाम्रो करप्सन, भ्रष्टाचार, मेडिकल माफियाहरू कति छन् भन्ने कुराहरूको जानकारी आज मैले भोगेको कुराहरू तपाईँलाई सुनाउँछु। त्यहाँ के छ भनेपछि एउटा इन्जेक्सन, एउटा ट्याब्लेट किन्नको लागि पनि मेडिकल फार्मेसी छैन भित्र। हामीले बाहिर गएर मेडिकल पर्चा लेखिदिन्छ होइन, पर्चा लेखिदिन्छ, हामीले बाहिर गएर किन्न ल्याउनु पर्छ। सरकार र स्वास्थ्य मन्त्रीलाई मेरो आग्रह के छ भनेपछि सबैभन्दा पहिले मेडिकल माफियाहरूलाई त्यो ठाउँबाट हटाउनु पर्छ। हरेक ठाउँबाट त्यही हस्पिटलभित्रै फार्मेसीको व्यवस्था हुनुपर्छ र त्यो अनुसारको उपचार सेवा सुचारू हुनुपर्छ भन्ने म विनम्र अनुरोध गर्दछु। तपाईहरूले पनि यस्ता समस्याहरू भोगिराख्नु भएको छ, तपाईहरूलाई पनि यो सम्बन्धी जानकारी दिनुभएको छ भने प्लिज कमेन्ट गर्नुहोला, फलो गर्नुहोला, लाइक, सब्सक्राइब र सेयर सबै सामु पुगोस्, सबैले यो समस्याको समाधान पाओस्, नेपाली जनताले उपचार पाउन्। धन्यवाद।